हेलो साथीहरू नमस्ते सबैजनालाई। अनि आज चाहिँ नेक्स्ट डे अनि भिडियो जो फनीबाट स्टार्ट भएको छ। सो त्यही हो। भाइ के बोल त के बोल त के बोल त बाबु। ओए बाबु बोल न। मेरो के खोज्दा त मलाई म कालो भइसक्यो यार त नि यस्तो के बोल्नु त मम्मी। हजुर बोल्नु न। के बोल्ने हो र? जे बोल्नु नि बोल्नु न। ओहो नि मेरो छोरीले स्ट्रबेरी लिएर खुलायो साला जामा अनि रिम रिम गरायो हो त्यस्तै हुन रहेछ। कसल नखानु होला पिरो हुन रहेछ। अरु अरु कुरा भन्नु न। म त स्ट्रबेरी सुकेको हैछ के भनौँ र अब भाँडा उइटा खुलान्छ अनि सुटी फाली फाली अझ भगम सुटी खायो भन नि यही हो लिनु। उसैलाई खुला भन्दा त मानेन। कहाँ छोरा यो माथि सास फुलाई फुलाई लएर हो क्या भनेको त यो खुलाइदियो। बेनाकोमा छ भन्नुहुन्थ्यो त्यहाँबाट तिम्रो चाहिँ यही कस्तो झम्म बनाओ। नमस्ते। भलक 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 बनाएको छोरीहरूले होइन के बोल्दै त पात हो तपाईँ सिलाउने भन पात हो दिदी भन। ल नमस्ते गरिदेऊ त। कहाँ गएर आयौ तिमी? कहाँ गएर आयौ भन त। कहाँ गएर आयौ रे? के गर्नलाई गएको रे? के गर्न टिप्न गएको रे हो? के गर्ने त यसको? के गर्ने? बोल त। फेरि आयो माथि नआयो यहाँ माथि नआएको यो भाग्यो। के खै देखाउ त खै देखाउ त। यहाँ आएर देखाउ न। यहाँ आएर कहाँबाट लियौ यो फेरि? कहाँबाट लियौ यो? हो र मलाई राखिदिएको खाम म। एउटा मात्र हो? दुईटा छ। कसलाई दिने त अर्को? दादालाई दिने? मलाई खै त मलाई खै मलाई एउटा मात्रै छ। आज खर्ले नि हो एउटा कुरा एउटा कुरा रे अरु खाना बनाउने यसमा बाउसोका जाँदै बाउसो आइज त आउ सुसु गर्न जाम। यत्रो डाउडा के हो जारु हुन्न के आउ कति वर्ष मर्छु बुढाउली हिँड्नु सकिन्न खै त भिनाजु खै भिनाजु भिनाजु खै भिनाजु यहाँको नानी के थियो
ल है अब झाँक्री बस्नुहुन्छ बाजे पछिमै घरमा खुने 5 मिनेट भइसक्यो फलमको होइन काम चल्ला रूपले छोरा बिर्छ हुपले गराइदिने नानी झाँगा पनि हुप छोड्नु भन्नु नानी हो भनेपछि हातेको टाके बुझिने मेरो नातिले जस्तो ढोका उजेले हानि गराइदिने दुख व्यवहार हानु नगराइदिने दुखले केही पनि गर्दैन खानु नानीले भन्नु नानी यस्तो होला नि मैले यस्तो मेरो नातिले आटाको पुऱ्याइदिने रामगन थोरै थोरै हाल बाबु थोरै थोरै वाल वाल दिन हाल्नु हाल यस्तो हालेर देखेछ तर यस्तो गर न अब यता घुमाउ के अझ यस्तो राचेको हामीले राचेको होइन नानी उसलाई सेवा गरेर चामल छोपेर हालेको छ राजु चामल छोडे चामलसँगै पानीसँगै छोरा आँटेको टाके पुऱ्याइदिने भनेपछि छोरालाई अब त्यही भर भर फाल्दै गराइदिनु भन चामल र पानी यस्तो यस्तो कसैले भन्ने नपर्ने गराइदिने भने मम्मी त झडाको
कोही एउटा समाजम भन्छ श्री समाजम एकछिन यहाँ रमाइलो गर्नुपर्छ लास्ट ओके लास्ट कुल भित्र छिरे हाम्रो कुल यहाँ हान्नुपर्छ एकचोटि ड्याममा के भन्नु त के भन्ने नाति अब जोडले भन्नु अलि जोडले बोल्नु अलि ठुलो के गर्ने नाति अब यस्तो दिन खाँदा भैँसान लाग्छ नानी हो जिन्दगीमा सोच्नु पर्यो गाह्रो मान्ने छैन नानी हो उमेर अब गराजी पुगेछ ठेट पुगेको छैन नानी हो अब के हेर्ने सबैले सोच्नु पर्यो बुझ्नु पर्यो होइन माभन्दा चल्ला बाटो अब के हेर्ने होइन नानी हो गाह्रो मान्ने कुरा होइन नानी हो अब यस्तो मोबाइलमा बोल्नु पाइएछ होइन अब संसार चाहिँ यस्तै हो अब जति सोच्यो उतिमै लाग्छ जति देख्यो उतिमै अब के हेर्ने अब छोरी नै यो छोरा नै यो होइन अब तपाईँको आशीर्वादले कति बाँचिन्छ होइन कति बाँचिन्छ र अब उता तलतिर जानुपर्छ बस्न
घर बनाएर है अब यहाँ म चल्नु सक्दैन नि अँ अब तिमीलाई नि सजिलो होला एउटा ढुङ्गा बाख्रा पाल्नु पर्यो अझै अब फेरि ती 3 वर्षमा गर्ने नानी त्यो 3 वर्षमा अब आने उही 3 वर्ष हालौ के अरे अब फेरि म बाँच्यो भने नानी के हेर्ने होइन बाजे उता तलतिर जानुपर्छ हामी जानु त जाने अहिले चाहिँ भर्खरै जाका तातै खाम जल्दी गरौँ नगरौँ नानी होइन अब संसार होइन जात्रै भित्र बाहिर गर्नु सक्यो भने म आफै तातिन्छु नि होइन आफै तातिन्छु नानी नत्र भर्खरै नेपाल्छौ नि फेरि नपाल्ने कुरो भएन पाल्छ अब के गर्नु अरू यो चाहिँ खन्नु सक्दै खन्छु होइन अब बाटो मुनि लगेर अब टोली अब छोरीलाई तल त्यो पोल छ नि टोली जम्मै बाँधो यतिको उता गइरहेको हुन्छ र के नि नानी अब फोनमा बोलिन्छ सन्त होइन त्यही गर्ने अब के हेर्ने माया लगाएर के हेर्ने कि माया शक्ति लाउँदा झन् वर्ष नानी होइन सुहाउँदाखेरि त्यस्तो छ नानी र छोरी बित्छ रूपले छोरा बित्छ हुपले भने जस्तो नानी लोलखाल सानो हुन्न अब ठुलो ठुलो भइसक्यो अब है मायाको नि त्यही अब हुर्किसक्यो कान्छाको भने अब त्यसको अलिक टाइम लाग्छ र आज भोलि हन्छन् तिनी ल अब म हजुरको पठाइदिन्छु ल ल ल अब यता हेर न घाम पर्यो क्या उताबाट हेर जना ज्ञानी भएर बस्छ त भयो पानी यसलाई फेरि मसिना नानी पानी भयो यहाँ भनेको हिरो बाजा बजाएको सुन्नाको बाजा बजाएको सुन्नाको हाई भन्दो हाई भन्दो जानु के भिडियो बनाइदिन्छु
हिँडेको हिँडै भइरहेको छ यहाँ। अब यहाँ चाहिँ घाम लाग्छ, ऊ त्यहाँबाट शीतल छ, डाँडामा घाम लाग्छ। कस्तो किस्मत क्या साथीहरू। किन भन्दाखेरि त्यहाँ कार्यालयमा काम भएर नास्ता खान जाने भनेको नास्ता खाने ठाउँमा नास्तै छैन। अनि च्याउचु खाँदै हिँडिरह्यौँ। आज हामी दिनभरि हिँड्यो होला, खाँदै हिँडिरहेको थियौँ। अनि त्यहाँ पर मैले गाडी देखेँ, गाडीमा जाने पाइन्छ अब भन्दै दुगुर्दै हिँडेको, त्यो गाडीमा मान्छे रहेन रहेछ। अब फेरि के हुने होला, हिँड्ने अब कहाँसम्म हिँड्ने भनेर थाहा छैन अरे बाबालाई चाहिँ। हामी हिँडेको बिहानदेखि हो 1 बजिसकेछ। देख्नु चाहिँ खोला यति त हाम्रै कति देखो खोला त कुनै छोडिदिउँ। मेरो भोइस पनि चेन्ज भइरहेछ, चिसोले मेरो यस्तो भएछ फुटेर, गाला नि दुख्छ। पानी लाउनु बित्तिकै कस्तो बेहाल भइसक्यो। अनि माथि चाहिँ भिडियो बनाइरहेको छु, किनकि मलाई झ्याउ लागेर हिँड्दै यो मोबाइल छोप्दाखेरि हात दुखिसक्यो। अब मलाई के गरौँ अब हामी कहाँसम्म हिँड्ने भनेर केही थाहा छैन। ऊ त पागलले नाच्दै हिँडिरहेछ मोबाइल बजाउँदै। अब यहाँ छिम शीतल हो, अब त्यहाँ पर घाम लाग्छ। म हजुरलाई त्यहाँसम्म भिडियो गराएर देखाउँछु, ओके। अब बाटो पनि यस्तो पानी छ। अब हामी जाने, किनकि अब पहाडको काम अब 40% चाहिँ काम भयो, अझै 60% चाहिँ बाँकी नै छ। त्यो चाहिँ आज नै त भोलि हुन्छ। अनि हामी घरतिर जाने, किनकि तराईमा पनि धेरै काम छ, स्कुल जानु छ, कम्प्युटर क्लास त्यस्तै छ, उतातिर नि त्यस्तै हो, बिजी हुन्छ। जे होस् रमाइलो भयो के, तर चिसोले चाहिँ मारो पुरै छोडिदिउँ। बिहान उठेदेखि लिएर सुतेसम्म चाहिँ बिजोकै भयो क्या। अब मोबाइल चलाउनुको पुरै छोडिदिनु, त्यो लाइनै आउँदैन रहेछ। लाइन आएन भने त दिनभरि आउँदैन रहेछ। अब मोबाइलको अब वाइफाईको त अब के कुरा गर्ने हो, वाइफाई चाहिँ हुन डाटा चलाएर हेरेको, त्यही पनि घरि चल्ने घरि नचल्ने हुन्छ। अब हामी चाहिँ आज चाहिँ हामी बुर्तिबाङ पुग्ने हो। अनि एक्ज्याक्टली लोकेसन यहाँको चाहिँ भर्खर हामी कहाँ छौँ भनेर चाहिँ मलाई थाहा छैन, बाबाले थाहा होला। अब बुर्तिबाङ पुग्ने हो आज चाहिँ हामी तिनजना चाहिँ हात दुख्यो, तिनजना चाहिँ हिँड्ने हो आज त्यहाँ पुग्ने हो। बाँकी चाहिँ हाम्रो मम्मीहरू चाहिँ अघि पुगिसक्नु भयो गाडीमा, हामी चाहिँ हिँड्दै पुग्ने हो। अब गाडी पाएपछि गाडीमा जाने हो। यतातिर घर छ, लास लाग्यो। अनि यताबाट पनि पानी बगिरहेछ। सो मेरो चाहिँ पहाडको भिडियो चाहिँ यति नै थियो। धन्यवाद।